नमस्कार। आजको यो यात्रामा तपाईलाई स्वागत छ। आज हामी केवल एउटा भिडियो हेर्न लागेका होइनौँ, हामी समयको यात्रामा निस्किँदैछौँ। 2500 वर्ष पछाडि जब एउटा राजकुमारले दरबारको सुनौलो पर्खालभन्दा ठूलो सत्य खोज्न चाहनुभयो। उहाँसँग शक्ति थियो, धन थियो, सुविधा थियो, तर शान्ति थिएन। एक दिन उहाँले 4 कुरा देख्नुभयो: बुढियौली, रोग, मृत्यु र एक साधु। त्यो क्षणले उहाँको जीवन बदलिदियो। उहाँले सबै त्याग्नुभयो, सत्य खोज्नुभयो र अन्ततः संसारले उहाँलाई बुद्ध भनेर चिन्यो। तर प्रश्न यहाँ छ, यदि बुद्धका शिक्षा यति शक्तिशाली छन् भने किन संसार अझै अशान्त छ? किन 99% मानिसले ती गहिरा नियमहरू बुझ्दैनन्? किन हामी दुःख दोहोर्याइरहेका छौँ? आज हामी बुद्धका सामान्य शिक्षा होइन, बुद्धका गोप्य नियमहरू खोज्दैछौँ। गोप्य किन? किनकि ती पुस्तकमा लुकाइएका छैनन्, तर हाम्रो व्यस्त जीवनले तिनीहरूलाई दबाइदिएको छ। हामी सफल हुन दौडिरहेका छौँ, तर शान्त हुन सिकेका छैनौँ। हामी कमाउन सिक्यौँ, तर छोड्न सिकेनौँ। हामी बोल्न सिक्यौँ, तर मौन बुझ्न सिकेनौँ। आजको यो यात्रा मनोरञ्जनको लागि होइन, यो यात्रा आत्मदर्शनको लागि हो। सायद आजको कुनै एक वाक्य तपाईको जीवनको दिशा बदल्न सक्छ। सायद आज तपाईले बुझ्नुहुनेछ, समस्या बाहिर होइन, उत्तर पनि बाहिर होइन। यदि तपाईँ तयार हुनुहुन्छ सत्यलाई सुन्न, अहङ्कारभन्दा माथि उठ्न र आफ्नो मनसँग इमानदार हुन, गहिरो सास लिनुहोस्। आँखा केही क्षण बन्द गर्नुहोस् र सुरु गरौँ बुद्धका 5 गोप्य नियमहरूको यात्रा। नियम 1, मन नै मूल कारण हो। बुद्धले संसार परिवर्तन गर्न कुनै युद्ध लड्नु भएन। उहाँले राज्य कब्जा गर्न खोज्नु भएन। उहाँले क्रान्ति बाहिर गरेनन्, उहाँले क्रान्ति भित्र गरे। र पहिलो नियम यहीँबाट सुरु हुन्छ: तपाईको मन नै तपाईको संसार हो। संसार बाहिर होइन, भित्र बन्छ। हामी प्राय भन्छौँ समय खराब छ, मानिसहरू खराब छन्, भाग्य खराब छ। तर बुद्धको दृष्टिमा समस्या परिस्थिति होइन, समस्या हाम्रो प्रतिक्रिया हो। 2 जना मानिस एउटै अपमान सुन्छन्, एउटा रातभर रिसाउँछ, अर्को मुस्कुराएर अघि बढ्छ। शब्द एउटै, संसार फरक। किन? मन फरक। मनको अदृश्य शक्ति। मन अदृश्य छ, तर यसको प्रभाव सबैभन्दा शक्तिशाली छ। यदि तपाईले मनमा बारम्बार दोहोर्याउनुहुन्छ म असफल छु, तपाईको शरीर सुस्त हुन्छ, निर्णय कमजोर हुन्छ, ऊर्जा घट्छ। तर यदि तपाईँ भन्न सुरु गर्नुहुन्छ म सिकिरहेको छु, तपाईँ उठ्नुहुन्छ, प्रयास गर्नुहुन्छ, गल्तीलाई पाठ बनाउनुहुन्छ। विचार बिउ हो। बुद्धले सिकाउनुभयो, विचारहरू बिउ जस्तै हुन्। तपाईले जुन बिउ रोप्नुहुन्छ त्यही फल आउँछ। रिस रोप्नुभयो भने अशान्ति फल्छ। लोभ रोप्नुभयो भने असन्तोष बढ्छ। करुणा रोप्नुभयो भने शान्ति जन्मन्छ। 99% मानिस किन व्यवस्था गर्छन्? किनकि मन देखिँदैन। मानिसहरू देखिने कुरा सुधार्न चाहन्छन्, पैसा, घर, सम्बन्ध, स्थिति। तर नदेखिने जरा सुधार्न चाहँदैनन्। जरा बिग्रियो भने फल स्वस्थ हुँदैन। एक सानो कथा। एकजना मानिस बुद्ध कहाँ गए। उहाँले भने, म धेरै दुखी छु, संसार अन्यायपूर्ण छ। बुद्धले पानीले भरिएको गिलास दिनुभयो, त्यसमा नुन हाल्नुभयो, पिउ। मानिसले पिए, कति नुनिलो। बुद्धले उही नुन तालमा हाल्नुभयो, अब पानी पिउ। मानिसले पिए, स्वाद सामान्य छ। बुद्धले भन्नुभयो, नुन दुःख हो, गिलास सानो मन हो, ताल ठूलो मन हो। दुःख हटाउन सकिँदैन, तर मन ठूलो बनाउन सकिन्छ। अभ्यास, मन हेर्न सुरु गर्नुहोस्। आजबाट जब रिस आउँछ, जब ईर्ष्या आउँछ, जब डर आउँछ, तुरुन्त प्रतिक्रिया नदिनुहोस्। पहिले हेर्नुहोस्, अहिले मेरो मन कस्तो छ। केवल 10 सेकेन्डको जागरुकता जीवन बदल्न पर्याप्त हुन्छ। गहिरो सत्य। बुद्धले संसार परिवर्तन गर्न सिकाउनु भएन। उहाँले सिकाउनुभयो, यदि मन परिवर्तन भयो भने
संसार आफै परिवर्तन भएको अनुभव हुन्छ। प्रतिबिम्ब। आज राति सुत्नु अघि आफैलाई सोध्नुहोस्, आज मेरो सोच कस्तो थियो? किनकि आजको सोच भोलिको जीवन बन्छ। नियम 2। दुःखको जरा आसक्ति। संसारमा दुःख छ, यो कुरा बुद्धले नकार्नु भएन। उहाँले दुःखबाट भाग्न भन्नु भएन। उहाँले सिधै भन्नुभयो, दुःख छ। तर उहाँ त्यही रोक्नु भएन। उहाँले सोध्नुभयो, किन छ? दुःखको मूल कारण। बुद्धले भन्नुभयो, दुःखको जरा आसक्ति हो। आसक्ति भनेको के? केवल प्रेम होइन। आसक्ति भनेको यो मेरो हो, यो यस्तो नै हुनुपर्छ, यो बिना म अधुरो छु। जब वास्तविकता हाम्रो अपेक्षा अनुसार हुँदैन, त्यहाँबाट दुःख सुरु हुन्छ। अपेक्षा बनाम वास्तविकता। कल्पना गर्नुहोस्, तपाईले कसैलाई धेरै माया गर्नुभयो। तपाईले अपेक्षा गर्नुभयो उहाँले सधैँ बुझ्नुहुनेछ, उहाँ कहिल्यै बदलिनुहुने छैनन्। तर मानिस बदलिन्छ, परिस्थिति बदलिन्छ, र जब परिवर्तन आउँछ, दुःख जन्मिन्छ। किनकि मनले भनिरहेको थियो, यो यस्तो नै हुनुपर्छ। नदीलाई थाम्न खोज्नु। जीवन नदी जस्तै हो, बगिरहन्छ। तर हामी के गर्छौं? हामी नदीलाई थाम्न खोज्छौं। यो क्षण यस्तै रहोस्, यो सम्बन्ध नबदलियोस्, यो सफलता सधैँ रहोस्। तर परिवर्तन नियम हो, र जब हामी परिवर्तन स्वीकार्दैनौं, दुःख गहिरिन्छ। किनकि आसक्ति मिठो लाग्छ। जब तपाईँ कसैसँग, कुनै चीजसँग, कुनै सपनासँग टाँसिनुहुन्छ, त्यो सुरुवातमा सुखद हुन्छ, तर त्यो नै पछि बन्धन बन्छ। गहिरो उदाहरण। मानिसहरू पैसासँग आसक्त हुन्छन्। मसँग यति रकम भए मात्रै म शान्त हुनेछु। तर जब त्यो रकम आउँछ, नयाँ डर आउँछ, यो गुमियो भने? यसरी आसक्ति कहिल्यै तृप्त हुँदैन। बुद्धको समाधान। बुद्धले भन्नुभयो, त्याग गर्नु भनेको सबै छोडेर जङ्गल जानु होइन। त्याग भनेको मनको पकड ढिलो गर्नु, हात खोलेर समात्नु। जस्तै फूललाई बलियो गरी च्याप्नुभयो भने कुहिन्छ, हल्का समात्नुभयो भने सुगन्ध रहन्छ। सानो कथा। एक विद्यार्थीले बुद्धलाई सोध्यो, म कसरी दुःखबाट मुक्त हुन सक्छु? बुद्धले मुट्ठी बाँध्नुभयो। यो के हो? विद्यार्थीले भन्यो, मुट्ठी। बुद्धले हात खोल्नुभयो। अब खुला हात। बुद्धले भन्नुभयो, दुःख मुट्ठी हो, मुक्ति खुला हात हो। प्रतिबिम्ब। आज आफैलाई सोध्नुहोस्, म कुन कुरामा अत्यधिक टाँसिएको छु? मानिस, प्रतिष्ठा, पैसा, विगत? यदि त्यो हट्यो भने के म पूर्ण रूपमा भत्किन्छु? यदि उत्तर हो भने त्यही आसक्ति छ। सार। दुःख जीवनको हिस्सा हो, तर अनावश्यक दुःख आसक्तिबाट जन्मिन्छ। जति पकड कडा, उति पीडा गहिरो। जति स्वीकार गहिरो, उति शान्ति बलियो। नियम 3। अहंकार, अदृश्य शत्रु। यदि दुःखको जरा आसक्ति हो भने आसक्तिको जरा के हो? बुद्धले भन्नुभयो, अहंकार। तर यहाँ अहंकार भनेको केवल घमण्ड होइन। अहंकार भनेको मसँग धेरै नजिक हुनु। मेरो विचार, मेरो प्रतिष्ठा, मेरो सही, मेरो छवि। जब म धेरै ठुलो हुन्छ, शान्ति सानो हुन्छ। मको भ्रम। बुद्धले एउटा गहिरो सत्य देखाउनुभयो। हामी जसलाई म भन्छौं, त्यो स्थिर छैन। तपाईँ 10 वर्ष अघि उस्तै हुनुहुन्थ्यो। शरीर बदलियो, विचार बदलियो, रुचि बदलियो, तर हामी अझै भन्छौं, म यही हुँ। बुद्धले सिकाउनुभयो, यो म स्थायी छैन। यो विचार, अनुभव र सम्झनाको संग्रह मात्र हो। समस्या कहाँ सुरु हुन्छ? समस्या तब सुरु हुन्छ जब कसैले तपाईको आलोचना गर्छ। त्यो शब्द तपाईको कानमा मात्र होइन, अहंकारमा लाग्छ। त्यसपछि रिस उठ्छ। किन? किनकि म सही छु भन्ने विश्वासले खतरा महसुस गर्छ। एक गहिरो दृष्टान्त। कल्पना गर्नुहोस्, नदीले कहिल्यै भन्दैन, म स्थिर रहन चाहन्छु। त्यो बगिरहन्छ। तर मानिस के गर्छ? म यस्तै हुँ, म बदलिन सक्दिन। अहंकारले परिवर्तनलाई रोक्छ, र जहाँ परिवर्तन रोकिन्छ, त्यहाँ विकास मर्छ।
99% मानिस किन बेवास्ता गर्छन्? किनकि अहङ्कार मिठो हुन्छ। यसले तपाईलाई विशेष महसुस गराउँछ। म अरूभन्दा राम्रो, मलाई थाहा छ, म गलत हुन सक्दिनँ। तर यही सोचले सिक्ने ढोका बन्द गर्छ। बुद्धको अभ्यास। बुद्धले सिकाउनुभयो, आफ्नो विचारलाई सत्य नसम्झनुहोस्। विचार बादल जस्तै हुन्, आउँछन्, जान्छन्। यदि तपाईँ हरेक विचारसँग आफ्नो पहिचान जोड्नुहुन्छ, तपाईँ सधैँ अस्थिर रहनुहुन्छ। सानो कथा। एकजना मानिस बुद्धलाई गाली गर्न आए। बुद्ध मौन बस्नुभयो। मानिस थाकेर सोध्यो, किन प्रतिक्रिया दिनु भएन? बुद्धले मुस्कुराएर भन्नुभयो, यदि कसैले उपहार दिन्छ र म स्वीकार गर्दिन भने उपहार कसको रहन्छ? मानिसले भन्यो, दिने व्यक्तिको। बुद्धले भन्नुभयो, त्यसरी नै मैले तपाईको अपमान स्वीकार गरिन। अहङ्कारले अपमान समात्छ, जागरुकताले छोड्छ। प्रतिबिम्ब। आज कसैले तपाईलाई आलोचना गर्दा रिस किन उठ्छ? शब्दले चोट पुर्याउँछ वा मले चोट महसुस गर्छ? यदि म सानो भयो भने दुःख पनि सानो हुन्छ। गहिरो सत्य। अहङ्कारले सधैँ तुलना गर्छ, तर बुद्धको मार्ग तुलना होइन। बुद्धको मार्ग जागरुकता हो। जब तपाईँ अरूसँग तुलना गर्न छोड्नुहुन्छ, आफूसँग शान्ति सुरु हुन्छ। नियम 4, वर्तमान क्षण नै जीवन हो। धेरै मानिसहरू बाँचिरहेका छन्, तर धेरै कम मानिसहरू वास्तवमा जीवित छन्। किन? किनकि उनीहरूको शरीर यहाँ छ, तर मन कतै अरू छ, विगतमा, भविष्यमा, चिन्तामा, पछुतोमा। बुद्धले गहिरो सत्य देखाउनुभयो, जीवन केवल यही क्षणमा छ। विगत र भविष्यको जाल। विगत बदल्न सकिँदैन, भविष्य नियन्त्रण गर्न सकिँदैन, तर मानिसहरू दिनभर के गर्छन्? त्यो बेला मैले यस्तो गर्नुपर्थ्यो, भोलि के होला? यदि असफल भए भने? यसरी मन दुई दिशामा तानिन्छ र वर्तमान खाली हुन्छ। 99% मानिस किन बेवास्ता गर्छन्? किनकि वर्तमान शान्त छ र शान्तिमा बस्न गाह्रो लाग्छ। जब मौन आउँछ, मनले आवाज बनाउँछ, फोन खोलिन्छ, सङ्गीत बजाइन्छ, काम खोजिन्छ। मानिसहरू व्यस्त हुन चाहन्छन् ताकि आफूबाट भाग्न सकुन्। सानो अभ्यास। अहिले नै गहिरो सास लिनुहोस्, हावाभित्र गएको महसुस गर्नुहोस्, बाहिर आएको महसुस गर्नुहोस्। यही जीवन हो, न विगत न भविष्य, यही वर्तमानको शक्ति। जब तपाईँ पूर्ण रूपमा वर्तमानमा हुनुहुन्छ, काम गहिरो हुन्छ, सम्बन्ध सच्चा हुन्छ, शान्ति स्वाभाविक हुन्छ। तर जब मन विखण्डित हुन्छ, ऊर्जा छरिन्छ, ध्यान कमजोर हुन्छ, जीवन थकित हुन्छ। एक कथा। एक विद्यार्थीले बुद्धलाई सोध्यो, म शान्त कसरी बनूँ? बुद्धले भन्नुभयो, जब हिँड्नुहुन्छ हिँड्नुहोस्, जब खानुहुन्छ खानुहोस्, जब सुत्नुहुन्छ सुत्नुहोस्। विद्यार्थी हाँस्यो, म त यही गर्छु। बुद्धले भन्नुभयो, होइन, जब तपाईँ खानुहुन्छ मन भोलिको चिन्तामा हुन्छ, जब हिँड्नुहुन्छ मन विगतको सम्झनामा हुन्छ। प्रतिबिम्ब। आज तपाईँ कतिपटक पूर्ण रूपमा उपस्थित हुनुहुन्थ्यो? कतिपटक तपाईँले खाना खाँदा वास्तवमा स्वाद महसुस गर्नुभयो? कतिपटक तपाईँले कसैको कुरा पूर्ण ध्यान दिएर सुन्नुभयो? गहिरो सत्य। भविष्य सुधार्ने सबैभन्दा शक्तिशाली तरिका वर्तमानलाई पूर्ण रूपमा जिउनु हो, किनकि भविष्य वर्तमानको निरन्तरता मात्र हो। नियम 5, छोड्नु नै वास्तविक स्वतन्त्रता हो। पहिलो नियमले मन देखायो, दोस्रोले आसक्ति देखायो, तेस्रोले अहङ्कार देखायो, चौथोले वर्तमान क्षण देखायो। अब पाँचौं नियम, सबैलाई जोड्ने अन्तिम सत्य, छोड्न सक्नु नै मुक्ति हो। मानिस किन थाकेको छ? मानिसहरू शारीरिक रूपमा भन्दा मानसिक रूपमा धेरै थाकेका छन्, किनकि उनीहरूले धेरै कुरा बोकेका छन्। पुरानो अपमान, असफलताको डर, अर्काको गल्ती, आफ्नो पछुतो। मन एउटा कोठा जस्तै हो, यदि पुराना वस्तुहरू हटाइएन भने नयाँ कुरा प्रवेश गर्न सक्दैन। 99% मानिस किन बेवास्ता गर्छन्? किनकि छोड्नु हार जस्तो लाग्छ। यदि मैले माफ गरे भने म कमजोर देखिन्छु, यदि मैले पुरानो सपना छोडे भने मेरो पहिचान हराउँछ। तर बुद्धले सिकाउनु भयो, छोड्नु पराजय होइन, छोड्नु हल्का हुनु हो। एउटा सानो कथा। एकजना मानिस नदी पार गर्न डुङ्गा प्रयोग गर्छ। नदी पार गरेपछि के उसले डुङ्गा काँधमा बोकेर हिँड्छ? होइन, त्यो त्यहीँ छोड्छ। तर जीवनमा मानिसहरू के गर्छन्? पुरानो दुःख,
पुरानो सम्बन्ध, पुरानो विचार नदी पार गरेपछि पनि बोकेर हिँड्छन् र थाक्छन्। नियन्त्रणको भ्रम। हामी सोध्छौँ सबै कुरा मेरो नियन्त्रणमा हुनुपर्छ, तर सत्य के हो? जीवन अनिश्चित छ। जति तपाईँ नियन्त्रण गर्न खोज्नुहुन्छ उति तनाव बढ्छ। जब तपाईँ स्वीकार गर्न सिक्नुहुन्छ शान्ति बढ्छ। माफीको शक्ति। सबैभन्दा ठूलो छोडाइ माफी हो। अरूलाई माफ गर्नु उनीहरूको लागि होइन, आफ्नो लागि हो। किनकि रिस राख्नु भनेको आगो समातेर अरूलाई पोलाउन खोज्नु जस्तै हो। पहिले तपाईँ नै पोलिनुहुन्छ। गहिरो प्रतिबिम्ब। आज आफैलाई सोध्नुहोस्, म के बोकेर हिँडिरहेको छु? कसैको शब्द, विगतको गल्ती, अधुरो अपेक्षा? यदि त्यो भोलि हरायो भने के म अझै पूर्ण हुन सक्छु? यदि उत्तर हो भने छोड्ने समय आएको छ। अन्तिम सत्य। बुद्धको मार्ग कठिन होइन, सरल छ। तर सरल कुरा स्वीकार्न अहङ्कारलाई गाह्रो हुन्छ। मनलाई हेर्नु, आसक्ति चिन्नु, अहङ्कार घटाउनु, वर्तमानमा बाँच्नु र अन्ततः छोड्नु। यही 5 नियम जीवन बदल्न पर्याप्त छन्। सायद आजको यो यात्राले तपाईको मनमा एउटा सानो झ्याल खोलेको छ। सायद तपाईँ अहिले सोचिरहनु भएको छ, म के परिवर्तन गर्न सक्छु? स्मरण राख्नुहोस्, परिवर्तन ठूलो निर्णयबाट होइन, सानो जागरुकताबाट सुरु हुन्छ। यदि यी 5 नियममध्ये एउटा नियम पनि तपाईले जीवनमा लागू गर्नुभयो भने 10 वर्षपछि तपाईँ अहिलेको आफूलाई धन्यवाद दिनुहुनेछ। यदि यो यात्राले तपाईको मन छोयो भने सब्स्क्राइब गर्नुहोस्, किनकि यो च्यानल केवल भिडियो होइन, यो आत्मबोधको यात्रा हो। कमेन्टमा लेख्नुहोस्, म आजदेखि जागरुक छु। र स्मरण राख्नुहोस्, शान्ति बाहिर खोजिँदैन, शान्ति भित्र भेटिन्छ।